मान्छे जस्तो गिरेको र घटिया मान्छे एक नम्बरको यो सायद यो संसारमा चाहिँ नि यो संसारभरिमै छैन होला। यति गिरेको मान्छे त हामीले आजसम्म देखेका थिएन। मलाई खानु पिउनु सम्मान थाप्नु कहिले नबोलाउनु, तर तपाईलाई विपद पर्दा तपाईले बोलाइराख्नु पर्दैन, म आफै आउँछु। मर्दाखेरि मलाई कोही तपाईहरु नआउनु है, तर मैले देश बनाउन जब तपाईहरुलाई बोलाउँछु त्यतिखेर आउनु पर्यो। अर्का सम्पाङले किन रोबी र बालनलाई गाली गरेछन्? ढुङ्गा बोकेर देश भन्छ भने अनि सहकारी ठाउँमा भन्नुहुन्छ भइगयो नि भाइ। दुईटा पासपोर्ट बोकेर दुईटा दिन श्रीमती ल्याएर आफ्नो बच्चा बच्चीलाई बिजोग पारेर अनि गाँजा तानेर रक्सी खाएर नाचेर अनि सिंहदरमा आगो लगाएर देश बन्द गर्छ। नापेश्वर बनाऊ भाइ भन्छ। अर्का सम्पाङले गाली गरेछन्। उहाँले गाली गरेको त अनि रवि लामछानेका चिठी साइबर स्यालले मलाई कति गाली गरेको मैले कहिले विरोध गरेको छु। अनि चोरी पनि नगर घन्टे ग्याङ चोरी पनि नगर तर बाउलाई भोलि लगेर जेल खादिनु सक्ने दम भएकोमा खोपडी भए मान्छे सफल चुप्प लगाएर बस बरु मलाई मतलब छैन। बिचरा भएर चाहिँ जेलबाट निस्के मान्छेलाई खेप्न मलाई मन छैन। तेरा चोरी फुरी बढी भयो भने घन्टे अपराधी ग्याङ तेरो मालिक भोलि जेल हालिदिन्छ। अब जस्तै तपाईँको एउटा फ्याक्ट एउटा मुद्दा एजेन्डा धरानलाई समृद्ध बनाउने तपाईँको नारा भनिदिनुहोस् न। धरानमा खानेपानी ल्याउनुपर्छ है। धरानै जनतालाई कुनै जनतालाई तपाईँको छैन उसको मान होइन चामल भरिदिनु पर्ने आवश्यकता छैन। धरान त्यति सबल हुन् है। तर के छ भने यहाँ खानेपानी नै छैन क्या। त्यसले गर्दा म ठुलो तपाईँको चाहिँ स्मार्ट सिटी बनाउँछु मिनी हङकङ बनाउँछु भनेर हिँडेको छ नि मान्छेहरू। त्यस्तो भन्दिनँ म खानेपानी पाउँछु। यस्तै कुराहरू छ। 2-4वटा फ्याक्ट्री पनि खोल्नुपर्छ धरानमा रोजगारीको लागि होइन। तपाईँको छैन यो यस्तो ठाउँ बनाउनुपर्छ कि बाहिरबाट मान्छे आउन लायक क्या है। धरान त जानुपर्छ, त्यहाँ त जबको अपर्च्युनिटिज छ। धरानमा के छ? केही छैन। भाडामा बसेको, पानी छैन, घर बनाएको, धारा बिनाको भन्ने खालको चाहिँ अहिले भइरहेछ नि। यो स्थितिलाई चाहिँ हामीले तुरुन्त होइन हामीले चाहिँ नि यसको उसमा चाहिँ नि गर्नुपर्छ। यो समस्या समाधान